मुखको क्यान्सरहरू आफैमा एकैपटक भइहाल्दैन हैन। यसका केही सुरुवाती लक्षणहरू हुन्छन्। अझै सुरुवाती लक्षण भन्दा पनि एउटा वार्निङ साइन चाहिँ हुन्छ हैन, जसलाई चाहिँ हामीले प्री क्यान्सरको अवस्था भन्छौँ। त्यसको बारेमा पनि मैले पछि डिटेल बताउने छु। तर यी लक्षणहरूलाई चाहिँ प्राय जस्तो मैले के देख्छु भने व्यवस्था गरिन्छ है। सामान्य खटिरा घाउ त हो भने, तर उहाँलाई मनमा भित्र डर लागे पनि सकेसम्म यसलाई चाहिँ एभोइड गर्ने, यसलाई चाहिँ व्यवस्था गर्ने, यो होइन मलाई हुन सक्दैन भन्ने एउटा हुन्छ। सो हामीले के चाहिँ एउटा बुझ्नु पर्यो भने मुखको क्यान्सर सबै सुर्तीजन्य पदार्थ खानेमा हुन सक्ने सम्भावना हुन्छ नै हैन। त्यो चाहिँ तपाईले पान होस्, गुटखा होस्, सुपारी होस्, चुरोट होस्, त्यसले पनि हुन्छ। तर यी बिरामीहरूलाई मुखमा कुनै खटिरा घाउ आउँछ हैन, यो खटिरा घाउहरू छ भने कृपया मेरो निवेदन के छ भने यसलाई चाहिँ व्यवस्था नगरिकन सम्बन्धित डाक्टरलाई देखाउनुहोस्। केही कुरामा आफूसँग चित्त नबुझ्दा अथवा डाक्टरले चाहिँ राम्ररी बुझाउन सक्नु भएन अथवा डाक्टरले चाहिँ होइन यसलाई चाहिँ एकपल्ट स्पेशलिस्ट ठाउँमा देखाउनु भयो भने क्यान्सर रोग विशेषज्ञलाई देखाउन सक्नुहुन्छ। विकल्पमा नाक कान घाँटी अथवा डेन्टल डाक्टरहरूलाई पनि देखाउन सक्नुहुन्छ। हामीले एकदम प्रष्ट चाहिँ के बुझ्नुपर्छ भने मुखको क्यान्सर प्री क्यान्सर अवस्थामा पत्ता लाग्यो भने सजिलै एउटा ओपिडी बेसिसमै ठिक पार्न सकिन्छ भने अर्ली स्टेजमा पायो भने एकदम सजिलो उपचार गरेर निको पार्न सकिन्छ। तर जब यो ठुलो भएर आउँछ, जसलाई चाहिँ हामीले एडभान्स डिजिज भन्छौँ, ठुलो भएर आउँछ, त्यसपछि यसको उपचारहरू पनि कम प्रभावकारी हुन्छ, अप्ठ्यारोहरू पनि धेरै हुन्छ, खर्चहरू पनि धेरै हुन्छ र यो सक्सेस हुने सम्भावना पनि कम हुन्छ है। त्यही भएर सबैसँग के विनम्र निवेदन छ भने तपाईँ यदि सुर्तीजन्य पदार्थ खानुहुन्छ भने आफ्नो मुखका कुनै पनि घाउहरूलाई व्यवस्था नगर्नुहोस्, कुनै पनि दागलाई व्यवस्था नगर्नुहोस्, कुनै पनि तपाईले अप्ठ्यारो भएको छ, दाँत हल्लिने, गिजा सुन्निने, त्यसलाई व्यवस्था नगर्नुहोस्। दाँतको डाक्टरलाई देखाउनुहोस्, एएनटीको डाक्टरलाई देखाउनुहोस्। केही कुरा आफूलाई चित्त नबुझ्दा अथवा डाक्टरले रेकमेन्ड गर्नुभएछ एकपल्ट तपाईँले क्यान्सर स्पेशलिस्टलाई देखाउनुहोस् भन्नुभयो भने कृपया देखाउन चाहिँ नबिर्सनुहोस्। अर्ली डायग्नोसिस ट्रिटमेन्ट नै यसको सबैभन्दा सक्सेसफुल यन्त्र हो हामीसँग। धन्यवाद।